साथीहरु नमस्कार। आज हामी टीआई रेस्ट्रोको इन्भेन्ट्री मोड्युलभित्र आफ्नो आइटम्सहरुको लागि युनिट कसरी सेट गर्ने भन्ने बारे हामी हेर्न गइरहेका छौं। सो त्यसको लागि हामी यहाँ देख्न सक्नुहुन्छ हामी अलरेडी इन्भेन्ट्री मोड्युलमा गइसकेका छौं। त्यसको तल ड्याशबोर्ड भन्दा तल रहेको युनिट सेक्सन्समा हामीले क्लिक गर्ने छौं। सो आफ्टर दैट तपाईले यहाँ एड युनिट भन्ने अप्सन्स प्राप्त गर्न सक्नुहुन्छ। सो युनिट भन्ने सेक्सन्स मेजरली तपाईले आफ्नो आवश्यकता अनुसारको युनिट फिल्टर लगाउनको लागि भयो। तपाईले आफ्नो आवश्यकता अनुसार बक्सेस वा तपाई लाइक कति कुराहरु हामी टी स्पोन्स भन्ने चलन छ, टी स्पोन्स राख्न सक्नु होला। यहाँ हामीले डिफ्रेन्ट तपाईलाई त्यो कस्टमाइज गर्ने फ्यासिलिटी दिएको छौं। पीसेस, बक्सेस, डोजन्स, प्याकेज, क्यान्स तपाई यहाँ देख्न सक्नुहुन्छ। त्यसैगरी हामी एउटा एड युनिट गरौँ। सो हामी मतलब जनरल ल्याङ्ग्वेजलाई युज गर्दियौँ। युनिट नेम हामी चम्चा लेख्दियौँ। हामी कहिलेकाहीँ चिया बनाउँदा यति चम्चा चिनी हाल्ने भन्छौँ। सो चम्चा लेख्दियौँ। सो हामी युनिट सिम्बललाई CH लेख्दियौँ र त्यसरी हामी सेभ गर्न सक्छौँ। सो यो पुरा युनिट्सलाई तपाईले पछि आफ्नो रेसिपी बनाउँदा पनि इन्भेन्ट्रीमा राख्न सक्नुहुन्छ। सो यसैगरी तपाईले आफ्नो युनिट राख्न सक्नुभयो र यसैगरी आफ्नो युनिटलाई सर्च पनि गर्न सक्नुहुन्छ, सिम्बल राख्न सक्नुहुन्छ। हस्, थ्यांक यू।